म चाहिँ अलवेज अब यस्तै जस्तै फिल्डिङमा बलिङमा ब्याटिङमा हरेकमा अब आफ्नो 100% दिन चाहन्छु। प्र्याक्टिस म जसरी गरिरहेको छु घरतिर त्यही अनुसारले यहाँ पनि खेलिरहेको छु, त्यही आफ्नो सर्टहरुमा बिलिभ गरिरहेको छु। त्यही नै एकदमै राम्रो। अब म एकदमै आफ्नो फर्ममा छु जस्तो लागिरहेछ। बलिङबाट पनि राम्रो भइरहेछ, ब्याटिङबाट अनि फिल्डिङबाट पनि राम्रो भइरहेछ। नेपाली क्रिकेटको आकाशमा टाइगर उपनामले चिनिने एक ऊर्जावान खेलाडी दिपेन्द्र सिंह ऐरीको कथा साधारण गाउँले परिवेशबाट विश्वव्यापी कीर्तिमानसम्मको एउटा प्रेरणादायी यात्रा हो। उनको जन्म सन् 2000 जनवरी 24मा पश्चिम नेपालको कञ्चनपुर जिल्ला महेन्द्रनगरको तिलाचौरमा भएको थियो। बाल्यकालमा दिपेन्द्रको लागि क्रिकेट केवल खेल मात्र थिएन, यो त उनको जीवनको हरेक श्वाससँग जोडिएको हुटुटी थियो। उनको घरको आँगन र स्थानीय मैदानहरू नै उनको प्रारम्भिक अभ्यास स्थल थिए। सीमित आर्थिक स्रोत र क्रिकेटको आधारभूत पूर्वाधारको कमीका बीच पनि उनले आफ्नो प्रतिभालाई खेर जान दिएनन्। उनको प्रारम्भिक करियरमा उनलाई राम्रो प्रशिक्षण र विशेषज्ञ प्रशिक्षकको अभाव सधैँ खड्कियो, तर क्रिकेटप्रतिको उनको अटल प्रेम र दृढ सङ्कल्पले उनलाई हरेक चुनौतीको सामना गर्न सिकाउँदै लग्यो। दिपेन्द्रको व्यावसायिक क्रिकेट यात्रा सङ्घर्षले भरिएको छ। कक्षा 7मा विद्यालय स्तरीय प्रतियोगितामा उनले गरेको 15 रनको सानो इनिङ्सले नै उनलाई ठूलो विश्वास दियो। यसपछि खेलप्रतिको उनको समर्पण बढ्यो। सन् 2016मा बङ्गलादेशमा भएको आइसिसी अन्डर 19 क्रिकेट विश्वकपमा उनको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा उनको औपचारिक प्रवेश भयो। सन् 2017को एसिसी अन्डर 19 एसिया कपमा उनले कप्तानको जिम्मेवारी सम्हालेर इतिहास रचे। समूह ए को खेलमा उनले तत्कालीन डिफेन्डिङ च्याम्पियन भारत विरुद्ध 88 रनको महत्त्वपूर्ण इनिङ्स खेल्नुका साथै 4 विकेट लिएर नेपाललाई ऐतिहासिक जित दिलाएका थिए। उनको यो अलराउन्डर प्रदर्शनले उनको नेतृत्व क्षमता र दबावपूर्ण स्थितिमा खेलको नतिजा बदल्ने खुबीलाई स्पष्ट पार्यो। दिपेन्द्रले सिनियर राष्ट्रिय टोलीमा आफ्नो स्थान छिट्टै सुरक्षित गरे। सन् 2017 मार्च 11मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्ध उनले डेब्यू गरे। त्यसपछि उनले आफ्नो करियरमा फर्केर हेर्नु परेन। यसपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय ओडिआई मान्यता पाएपछि सन् 2018 अगस्त 1मा नेदरल्यान्ड्स विरुद्ध नेपालको पहिलो ऐतिहासिक ओडिआई खेल खेल्ने खेलाडीहरूमध्ये उनी पनि एक थिए। त्यसको 3 दिन अघि जुलाई 29मा उनले नेदरल्यान्ड्स विरुद्ध टी20 अन्तर्राष्ट्रियमा डेब्यू गरिसकेका थिए। दायाँ हाते ब्याटिङ र राइट आर्म अफ ब्रेक बलिङ गर्ने दिपेन्द्रले आफ्नो बहुआयामिक खेलका कारण छोटो समयमै राष्ट्रिय टोलीको उपकप्तानको भूमिका पाए। यद्यपि अनुशासनको विषयलाई लिएर डिसेम्बर 2021मा उनलाई उपकप्तानको पदबाट हटाइएको थियो, तर उनको प्रदर्शन र टोलीप्रतिको समर्पणमा कुनै कमी आएन। राष्ट्रिय टोलीमा एक भरपर्दो खेलाडीको रूपमा दिपेन्द्रले 26 मार्च 2022मा पपुवा न्युगिनी विरुद्धको एक दिवसीय खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरे। त्यसको केही दिनपछि 2 अप्रिल 2022मा उनले मलेसिया विरुद्ध टी20 आईमा 110 रनको अभिजित इनिङ्स खेल्दै आफ्नो पहिलो टी20 आई शतक पनि पूरा गरे। उनी नेपालको लागि सबैभन्दा बढी टी20 आई रन बनाउने खेलाडी पनि हुन्। घरेलु क्रिकेटमा उनले नेपाल पुलिस क्लबलाई 9 राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिताउनुका साथै प्रधानमन्त्री कपमा पनि सफलता दिलाएका थिए। अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा उनको बढ्दो माग छ, जहाँ उनले क्यानेडियन ग्लोबल टी20मा मोन्ट्रियल टाइगर्स र भ्यान्कुभर नाइट्सका लागि खेलेका छन्। सन् 2023मा इन्टरनेसनल लिग टी20मा गल्फ जायन्ट्ससँग आबद्ध भएपछि उनलाई 2025 सिजनको लागि पनि रिटेन गरिएको छ, जसले अन्तर्राष्ट्रिय क्रिकेटमा उनको बढ्दो महत्त्वलाई दर्शाउँछ। दिपेन्द्र सिंह ऐरीको करियरको सबैभन्दा ठूलो र गौरवशाली क्षण उनको विश्व कीर्तिमान हो। सन् 2023को एसियाली खेलकुदमा मङ्गोलिया विरुद्धको टी20 आई खेलमा उनले केवल 9 बलमा अर्धशतक प्रहार गरेर युवराज सिंहको 16 वर्ष पुरानो रेकर्ड तोडे। यो टी20 अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान हो, जुन आजसम्म पनि कायम छ। यस अविश्वसनीय इनिङ्समा उनले 6 लगातार छक्का प्रहार गरेका थिए। यद्यपि ती छक्का 2 फरक ओभरमा बाँडिएका थिए। तथापि सन् 2024 अप्रिल 13मा ओमानमा भएको एसिसी पुरुष प्रिमियर कपमा कतार विरुद्धको खेलमा उनले अन्तिम ओभरमा कामरान खानलाई लगातार 6 बलमा 6 छक्का प्रहार गरेर अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा युवराज सिंह र किरोन पोलार्ड पछि यस्तो कीर्तिमान बनाउने तेस्रो खेलाडी बने। यो दोहोरो कीर्तिमानले उनलाई टाइगरको उपनामलाई
पूर्ण रूपमा चरितार्थ गर्यो र नेपाली क्रिकेटलाई विश्व सामु एक शक्तिशाली खेलाडीको पहिचान दियो। सिंह ऐरीको यात्रा अझै जारी छ र उनीमा असीमित सम्भावनाहरू छन्। उनको प्रदर्शनको स्थिरता र दबावमा उत्कृष्ट नतिजा दिने क्षमताले उनलाई आइसिसीको T20I अलराउन्डरहरूको सूचीमा शीर्ष वरीयतामा पुर्याएको छ। उनको निर्णायक प्रदर्शनका कारण पनि हालै मात्र नेपाल सन् 2026मा भारत र श्रीलङ्कामा हुने विश्वकपमा समेत छनौट भइसकेको छ। उनी नेपालका लागि आइसिसी पुरुष T20 विश्वकप 2026को टोलीमा उपकप्तानका रूपमा एक प्रमुख हतियार बनेका छन्। उनको खेलको गहिरो बुझाइ, निर्णायक क्षणमा लिएका सही निर्णयहरू र मैदानमा उनको जुझारु प्रवृत्तिले गर्दा उनी नेपालको क्रिकेट भविष्यका एक महत्त्वपूर्ण स्तम्भ हुन्। उनी केवल एक खेलाडी मात्र होइनन्, उनी नेपाली क्रिकेटको नयाँ सम्भावनाको प्रतीक हुन्। दिपेन्द्र सिंह ऐरीको जीवन सङ्घर्ष, त्याग र सफलताको एक जीवन्त उदाहरण हो। उनको कथाले नेपालको सुदूरपश्चिमको एउटा सानो ठाउँबाट आएको प्रतिभाले विश्व कीर्तिमान बनाउन सक्छ भन्ने सन्देश दिन्छ। उनले आफ्ना मेहनत, धैर्यता र निरन्तर सुधारको चाहनाले हरेक युवालाई प्रेरित गर्छ। दिपेन्द्र सिंह ऐरी नेपाली क्रिकेटको त्यो ऊर्जा जसले सारा विश्वलाई नेपालको शक्ति प्रदर्शन गरायो। नेपाली क्रिकेटको यो चमक दिपेन्द्र सिंह ऐरी द टाइगर।